कोरियामा बस्नुभएको साथीहरूसँग आज मेरो एउटा सानो रिक्वेस्ट छ त है, जो हामीले छागिसोके भन्ने बेलामा भनेका थियौँ, छे मोक्सगुन हाङ्गुका खास थुनुल मानी फल्गो खिस्रुल फेगो नेपारे खास छागुन होइसागा मान्दुलको सिप्सुम निदा, जो हामीले एउटा आफूसँग बाचा गरेका थियौँ, कतै हामीले यो बाचा भुलेका त छैनौँ? आफूले क्वेसन गर्नुहोस् है त, हरेक दिन आफूसँग क्वेसन गर्नुहोस्। मैले जुन कुरा स्किल टेस्ट दिने बेलामा पास हुनको लागि मैले जुन आफूसँग वादा गरेको थिएँ, कतै त्यो वाचा मैले भुलेको त छैन, त्यो बाचा मैले कतै आफूलाई ढाँटेको त छैन, आफैसँग म झुट गरेको त छैन। नेपालदेखि त म त्यत्रो सोचेर आएँ, म कतै यहाँ कोरियामा आएर कतै म बाटो अल्मलिएको त छैन। पैसा मात्र सबै ठोक भनेर म पैसाको पैसा त हिँडेको छैन। भोलि म कतै नेपालमा गएर फेरि 5 सालपछि भने जस्तो भएन भने के गर्ने, त्यस्तो खालको कन्फ्युजनमा हुनुहुन्छ भने नि तपाईँको लागि यो भिडियो हो। यदि तपाईँ आजै टोटल्ली मेन्टल प्रिपेयर भएर होला, तपाईँले भने जस्तो काम सिक्ने मौका पाउनु भएको छैन होला कम्पनीमा है, तपाईँसँग ओभरटाइम छैन होला, तर यदि तपाईँले आफ्नो सही कुरा सही तरिकाले युटिलाइज गर्नुभयो भने कम्पनीमा तपाईँले ओभरटाइम गर्दाखेरि थोरै पैसा पाउनुहुन्छ, त्यसमा कुनै पनि दुई मत छैन है। म एग्री छु त्यो कुरामा। यदि तपाईँले ओभरटाइम पाउनु भएको छैन भने त्यो समयमा नयाँ स्किल सिक्नुहोस्। हेर्नुहोस्, तपाईँले म फेरि एकपटक जगाउन मात्रै चाहेको हो, जो हामी नेपालमा थियौँ त्यति बेला हामीले कति धेरै मिहिनेत गरेर मिनिङ पढेका थियौँ, कोरियन भाषालाई पढेका थियौँ, र साँच्चै नै हामीले त्यही मेहनत अहिले यहाँ गरियो भने पनि हामीलाई 5 वर्षपछि हामीलाई हाम्रो क्षेत्रमा अघि जानको लागि, हाम्रो आफ्नो क्षेत्रमा है अघि जानको लागि कसैले रोक्न सक्दैन। रोक्ने व्यक्ति भनेको सिर्फ तपाईँ आफै नै हो। त्यसैले साथी, यो त्यो लाइनलाई म फेरि रिपिट गर्न चाहन्छु है, जुन लाइन थियो, छे मोक्सगुन हाङ्गुगा खास थुनुल मानी फल्गो खिसुलको फेउगो नेपारे तोरा वासा छागुन होइसागा मान्दुलको सिप्सुम निदा। यो लाइनले तपाईँको जिन्दगीलाई टोटली ट्रान्सफर्म गर्न सक्छ यदि साँच्चै यो लाइनलाई तपाईँले आफ्नो जीवनमा उतार्न सक्नुभयो भने के। यदि तपाईँले यो लाइनलाई जस्ताको त्यस्तै उतार्नु भयो भने 5 सालपछि तपाईँले धेरै होइन नेपालमा भएको 4 देखि 5 जनालाई रोजगार दिन सक्नुभयो भने नि धेरै ठुलो कुरा हो त्यो। हेर्नुहोस्, आफ्नो देश बनाउनको लागि र कोरियनहरूले पनि यही नै गरेका थिए, यही रणनीति युज गरेर आफ्नो देशलाई राम्रो बनाएका थिए कोरियनहरूले पनि। त्यही भएर साथीहरू, जति सकिन्छ यो समयलाई सिर्फ मोबाइलमा सर्ट भिडियो स्क्रोल गरेर चाहिँ नबस्नुहोस् है। सक्नुहुन्छ भने नयाँ स्किलहरू सिक्नुहोस्। अहिले एआई को भरपुर युज गर्न सकिन्छ हामीले है, जो पहिला 10 जना मान्छेले सोच्दा पनि त्यो कुरा सोच्न गाह्रो हुन्थ्यो भने अहिले 10 मिनटमा एआई को माध्यमबाट हामीले हरेक चिजलाई चाहिँ अझ सरलीकरण तरिकाले गर्न सकिन्छ। त्यही भएर साथी, तपाईँ कोरियामा हुनुहुन्छ भने यो कोटलाई बारम्बार आफूसँगै रिपिट गर्नुहोस् र सोध्नुहोस्, म के काम गर्दाखेरि अझ धेरै सन्तुष्ट र खुसी हुन सक्छु भनेर क्वेसन गर्नुहोस्। तपाईँसँग ओभरटाइम नभएर समस्या छैन, तर यदि तपाईँसँग आफूसँग कुनै आर्ट अफ क्वेसनिङ छैन भने त्यसले चाहिँ तपाईँलाई पक्कै पनि समस्या क्रिएट गर्नेछ र तपाईँलाई मेन्टल रूपमै विक गर्नेछ है त। त्यसैले साथी, जति सक्नुहुन्छ आफूमाथि नै काम गरेर नयाँ तरिकाले आफ्नो जीवन बेस्ट बनाउनुहोस्। यो 3.5 मिनटको भिडियोले तपाईँलाई धेरै कुरा सोच्न बाध्य बनाउनेछ आफ्नो जीवन बेस्ट बनाउनको लागि।